सम्पूर्णमा नमस्कार छ। हुन त हामीले किताबी ज्ञान लिएका पनि हौँ हैन, तर हामीले बुझ्न त्यति बेला बुझाउने हाम्रो शिक्षा प्रणाली, हाम्रो शिक्षकहरूले त्यस किसिमको वातावरण नभएको होला, अथवा कुनै पनि हाम्रो दूरदर्शिता भोलि गएर भविष्यमा हैन जो पढ्छन् उनीहरू शिक्षकै बन्छन् है। को भन्ने भन्दा शिक्षक भन्ने खालको एउटा मानसिक थियो हैन। मैले पनि स्कुल पढ्दाखेरि अब तिमी के हुन्छौ भनेर कसैले सोध्यो भने शिक्षक हुन्छु, अथवा त्यस्तै खासै ठुलो देख्ने सोचै थिएन कि। डक्टरसम्म त्यो गाउँमा स्वास्थ्य चौकीदेखि नै आएबा सिआएबाहरू हैन हामीले देखेको डक्टर त्यही हो। अनि मान्छेको सोच नै अलिकति फराकिलो नभए, केही देख्दै नदेखे जानकारी नभएपछि कसरी ठुलो कल्पना गर्न सकिन्छ र भन्ने खालको एउटा मानसिकता हुँदो रहेछ। तर त्यो होइन, अहिलेको जमाना, अहिले विकसित जमानामा जो मान्छे जस्तो तरिकाले मानिस जुन काम गरे पनि ऊ गुणस्तर हुनु पर्यो हैन। स्वस्थसँगले उसले काम गर्न पाउनु पर्यो, गुणस्तर हुनु पर्यो, गुणस्तर काम गर्न सक्नु पर्यो, उसँग ट्यालेन्ट चाहियो। सिप बेगर जस्तो हामी अध्यक्ष श्रमिकहरू हैन मात्र बाहिरिएर अथवा के गरेर उन्नत समाज हैन, उन्नत देश समृद्ध हुन सक्दैन। त्यो भएर सबैभन्दा पहिलो प्राथमिकता सबै मानिसहरूले सिप सिक्नु जरुरत छ। संसारमा जे सिप सिके पनि हुन्छ, तर ऊ त्यो सिपमा युक्त हुनु पर्यो। त्यसमा चाहिँ उसको अस्वाभाविक मेहनत देख्दाखेरि पनि ट्यालेन्ट हैन। जस्तो केही काम कसैलाई आवश्यक जरुरत पर्यो भने फलाना बोलाएपछि फलाना गरेपछि हुन्छ भन्ने खालको हैन। मैले काम गर्ने कम्पनीमा लगभग 300 जति होल्डरहरू हुनुहुन्छ। एकजना इन्डियन हो, उहाँको चाहिँ अहिलेसम्म 0 रिचेक भनेपछि एउटा पनि गल्ती देखेको छैन। सबै 0 छ। सबै उहाँ चाहिँ 100% दिनुभएको छ। रिपेयरहरू आउँछन्, यसका हरेक क्षेत्रका आफ्ना आफ्ना भित्रका गुण वैगुण पाटाहरू हुन्छन्। कसैले नराम्रो गर्यो भने त्यसको सुधार के हो त, राम्रो कहाँ गर्ने भन्ने कुरा, जुन क्षेत्रको जुन फ्याकल्टीको जहाँ समस्या आउँछ त्यसको उपाय त्यही हुन्छ। त्यो सबै कुरा निकाल्दा देख्दा पनि उहाँ त्यति योग्य अब्बल हैन। अर्को एकजना चाइनिज 300-400 मान्छेमा 2 जना चाहिँ 100% देखिया थियो। कुनै कम्पनीमा घर जान्छ भन्दा पनि नदेखेको हैन, रिचेक नगरेको हैन, पर्फर्मेन्स राम्रो भएको, यस किसिमको हरेकमा विज्ञता हुनु जरुरी छ।